एमाले पनि सत्य कुरा बोल्ने मान्छे त ठिकै हो रश्मि तर एमालेको त्यो नेतृत्व र त्यो 23 गतेको घटना सम्झिँदाखेरि चाहिँ भोट हाल्न मन लाग्दैन सूर्यमा भनेर भन्छन् क्या जो देश दोषी देखिन्छ 2 महिनामा छानबिन समितिले निष्कर्ष दिने भने होइन मैले त्यसकै कुरा गरिरहेको छु के त्यसको कुरा के हो भन्दाखेरि चाहिँ देशमा सुशासन आएन देश भ्रष्ट भयो नेताहरू भ्रष्ट भए सुशासन चाहियो भनेर आन्दोलन त त्यसैको लागि भएको थियो त्यसैको बेसमा भएको थियो होड त्यसमा चाहिँ के हो भनेको के होड त सुशासन दिन सकेनौँ हामी फेल भयौँ भन्ने कुराको रियलाइजेसन छ अनि उही दम्ब उही घमण्ड त्यो 23 गतेको दिन ल्याउनु पर्ने र त्यो आन्दोलनमा जानुपर्ने बनाएको तपाईकै पार्टीले होइन तपाईहरु जस्तै पार्टीहरुले होइन भनेको मैले एमालेको उम्मेदवारहरुको प्रचार सामग्रीहरु हेरेँ तपाईको प्रचार सामग्री पनि हेरेँ अब अरु तुलनात्मक हिसाबले अरु पार्टीको हेर्यो भने त्यो प्र्याक्टिस तपाईले पहिला पनि गर्नुभएको प्र्याक्टिस हो पार्टी अध्यक्षको फ्रेमिङ गर्ने ब्रान्डिङ गर्ने भन्ने कुरा पहिला पनि तपाईले गरेको अभ्यास हो अन्य पार्टीहरुले पनि त्यही किसिमको अभ्यास गरिरहेका छन् अहिले केपी ओलीको फोटै हटाउनु पर्ने दिन आएको हो एमालेलाई तर सेवा गर्न जानलाई 25-30 लाख रुपैयाँ खर्च हुन्छ अब यदि खर्चले मात्रै पुग्दैन भोलि तपाई जित्नु भयो भने संसदमा जानु पर्यो अब काठमाडौँ पोखरा जहाजमा ओर्दोर गर्ने होला काठमाडौँमा घर छ कि छैन छैन अब त्यहाँ होटलमा बस्ने होला सांसद भएर आएको तलब भत्ताले त पुग्दैन होला हजुर अनि भ्रष्टाचार गर्नुपर्छ होला अस्ति भर्खरै गगन थापाको एउटा अन्तर्वार्ता आयो त्यो अन्तर्वार्ता आइसकेपछि गगन थापाले खास गरी तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाको घरमा बिटाका बिटा जुन पैसा जलेको थियो त्यसमा उहाँले जिब्रो चबाउनु भयो त्यसपछि त्यसको आलोचना भइरहेको छ तपाई चाहिँ तत्कालीन पार्टी सभापतिको घरमा जलेको त्यो बिटाको बिटा पैसाको विषयमा जिब्रो चबाउनुहुन्छ कि स्पष्ट जवाफ छ तपाई तपाईको पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बालनले चुनावमा झापाबाट लहेटेपछि चुनावमा लज्जास्पद हारेपछि केपी ओलीले राजीनामा दिनु पर्थ्यो राजीनामा दिएनन् भनेर झोकिएर तपाई आफैले राजीनामा दिनु भएछ केपी ओलीलाई त लाज लागेको छैन तपाईलाई किन लाज मान्नु भएको तपाई एमाले भएर केपी ओलीको तपाई राजीनामा माग्दै हुनुहुन्छ हो के भएको तपाईलाई तपाई सञ्चय त हुनुहुन्छ मैले सुझबुझका साथ म स्वस्थ छु मेरो दिमागले काम गरिरहेछ मैले राजीनामा चाहिँ तत्काल मागे उहाँले तत्काल दिनुपर्छ पार्टी कार्यकर्ताको हिसाबले चाहिँ उहाँलाई उहाँको राजीनामा मैले मागे केपी ओली जस्तो महापुरुषको राजीनामा माग्ने तपाईलाई के भएको हो भनेको क्या कानुनी कुरा भयो अनि केपी ओलीलाई जेल हाल्ने प्रपञ्च भयो भने त आन्दोलनको तयारी गर्नुपर्ने होला हिजो के आन्दोलन गर्ने चाहिँ क्रेजी हुन् आन्दोलन गर्ने क्रेजी केपी ओली जेल पर्दा एमालेले आन्दोलन नगर्ने किन आन्दोलन गर्ने गैर कानुनी काममा उहाँले काम गर्यो भने किन आन्दोलन गर्ने आन्दोलनमा सहभागी त म हुन्न कानुन विपरीत काम गरेर सरकारले चाहिँ जेल हाल्छ भनेदेखि इज ओके वी निड टु एक्सेप्ट इट हामीले स्वीकार गर्नुपर्छ ल ओके यस्तो पनि एमाले हुन्छ र खत्म बाय बाय टाटा चुनावको बेलामा चाहिँ जसले एमालेको झण्डा बोकेर हिँडे उम्मेदवारलाई घर दैलोमा पछि हिँडे हाम्रो नेता भनेर भजन गाएर जिन्दाबाद भनेर जो मान्छे हिँडे त्यही ठाउँको मत परिणामले त के देखाउँछ भने तिनै मान्छेले पनि सूर्यमा भोट नहालिकन घण्टीमा भोट हालिदिए जस्तो केही ठाउँको मत परिणामले देखाउँछ तपाई एमालेको मान्छे यसपालि भोट सूर्यमै हाल्नुभयो कि घण्टी बजाइदिनु भयो तपाई एमालेको मान्छे यसपालि भोट सूर्यमै हाल्नुभयो कि घण्टी बजाइदिनु भयो ये भगवान क्या जुलुम है तपाईहरुलाई थाहा हुँदो रहेछ है यस्तो लज्जास्पद हार हुँदैछ भन्ने कुरा थाहा हुँदो रहेछ यत्रो एमाले हार्दाखेरि त चुनावै हुन नदिइकन चुनाव भान्नुपर्ने एमालेले किन चुनाव हुन दिएको अब्बास बेटा बहुत बढिया मुन्ना तपाईले हेर्नुहोस् त हाम्रो चाहिँ सम्पर्क कार्यालयहरुमा केपी ओलीको फोटो त छैन बिचरा एमाले नेपाल सरकारको नेतृत्व गरेको पार्टी
नेपालको ठुलो पार्टीको विधान महाधिवेशन भएको 2-3 दिनभित्र चाहिँ त्यस्तो घटना हुन्छ भन्ने कुरो छनक पनि नपाउने मान्छे प्रधानमन्त्री हुन्छ र भने तपाईँलाई कस्तो लाग्छ हो? अच्छा तपाईँ एमाले होइन भने और अभी तो रुको हो नि, यस्तो पनि एमाले हुन्छ? एमाले भएर सत्य कुरा बोल्न पाइँदैन। एमाले पनि सत्य कुरा बोल्ने? एमाले पनि सत्य कुरा बोल्ने? त्यसैलाई बोकेर म झोले हो म भन्ने सघाउ र पोस्टर बनाउँदै टाँस्दै हिँडे होइन र? म त मैले टाँस्दा पनि टाँसिँदा यो चाहिँ गलत हो भनेर मैले फेसबुकमा राखेँ पनि, र राखिसकेपछि केही समयपछि मेरो कारणले हट्यो कि अरूको कारणले हट्यो आई डोन्ट नो। तर भन्नुहोस् त हामी कहाँनिर छौँ भन्दाखेरि चाहिँ तपाईँ एमाले नै हो कि तपाईँको डिएनए परीक्षण गर्ने हो? डिप्रेसन केपी ओलीले चुनावको अघिल्ला दिनहरूसम्म जे बताउँदै थिए नि मिडियामा, अन्तर्वार्तामा जे बताउँदै थिए अहिले भाइरल छन्। केपी ओलीलाई त्यो घमण्डी, त्यो दम्बी, त्यो आडम्बरी बनाएको तपाईँहरू जस्तैले होइन? बसेर भाषण गर्ने जमानामा उहाँले बसमा चाहिँ मान्छे ल्याइदिएर कार्यकर्ता केपी ओलीको डेट एक्सपायर भयो। आफ्नो मान्छे भनेको मान्छेलाई मात्रै चाहिँ त्यस्तो किसिमको बायस गरेर दिन हुन्छ? त्यो त अधिराज्यभरि नै भयो होला त्यस्तो कुरा। तपाईँको पार्टीका नेताहरू के भन्छन् चुनाव हारेपछि भनेको के? सुधारिएको काङ्ग्रेस भनेको कस्तो सुधारिएको छ भन्दा स्वयं गगन थापा समेत चुनावमा हार्नु पर्ने गरेर कङ्ग्रेस कस्तो सुधारिएको हो। चुनावमा लज्जास्पद पराजय एमाले काङ्ग्रेस लगायतका पुराना दलहरूले भोगिसके पछाडि भर्खरै अब चुनाव लगत्तै तपाईँसँग संवाद गरिरहेछौँ। यो बेलामा चाहिँ एमाले कङ्ग्रेसका नेताहरू सकभर सार्वजनिक कार्यक्रममा देखिन नपरे हुन्थ्यो, समाजतिर देखिन नपरे हुन्थ्यो, मिडियातिर फेस गर्न नपरे हुन्थ्यो भन्ठानेका छन् कि जस्तो मान्छु क्या। तपाईँ अहिले मेरो क्यामेरा अगाडि हुनुहुन्छ, मिडियामा अनुहार देखाउन कतिको अप्ठ्यारो लागेको छ? जनताले 4 तारे झन्डालाई अँगालो हाले, भोट सोचे जति हालेनन्। भोट त घन्टी बजायो। खत्म बाय बाय टाटा। एउटा कुरा के हो भन्दा हामीले देखाएको कुरो नि भनेको मासु भात पनि कङ्ग्रेसको खाए, बियर पनि कङ्ग्रेसको खाए, झन्डा उडेर पनि कङ्ग्रेसको हिँडे, घर दैलो कार्यक्रममा पनि कङ्ग्रेसको हिँडे, पार्टी त फेरि खाएनन्। भोट हाल्ने बेलामा होइन तपाईँ भोट हाल्ने बेलामा होइन तपाईँ भोट हाल्ने बेलामा होइन तपाईँ